2081 सकिन, अब जम्मा केही दिन मात्रै बाँकी छन्। कसैका लागि सामान्य थियो होला, कसैका लागि सफलताको वर्ष। समय साँच्चै कति चाँडो बित्दो रहेछ। र म एक्लै बसेर आफूले जिउँदै आएको यो वर्षलाई फर्किएर हेर्दैछु। मनभरि यादहरू छन्, अनुभवहरू छन्, अनि थोरै पश्चाताप पनि। यो वर्ष सुरु हुँदा ममा उत्साह थियो, सपना थियो, योजना थियो। लाग्थ्यो यो वर्ष केही ठुलो गर्छु, आफूलाई एउटा नयाँ उचाइमा पुर्याउँछु। तर बिचमै कतै हराए। आफूले बनाएको लक्ष्यहरूबाट विचलित भए, घरिघरि थकित भए, कमजोर महसुस गरे र धेरै जसो समयमा आफ्नो मनलाई आफैले बुझाउन सकिन। कतिपटक बिहान ढिलो उठियो, कतिपटक साँझमा पछुतो गर्दै निदाइयो। समय बितिरह्यो, तर म रोकिएर बसे, बाँचिरहेको थिएँ, तर बिना दिशाको यात्रा जस्तै। तर यी सबै क्षणहरू, यी सबै गल्तीहरूले आज मलाई जीवनका गहिरो पाठहरू सिकाएर गए। अब मैले बुझेँ, कहिलेकाहीँ हराउनु पनि जरुरी हुन्छ, ताकि आफूलाई फेला पार्न सकियोस्। हराएको थिएँ, तर हराएर फर्किएको छु। म अब पुरानो म होइन। यो नयाँ वर्ष 2082 मेरो लागि केवल क्यालेन्डरको फेरबदल होइन, यो मेरो जीवनको नयाँ अध्याय हो। अब म हरेक दिनलाई अर्थ दिँदै बाँच्नेछु। अब म बाँच्नको लागि मात्र बाँच्दिनँ, म निर्माण गर्नेछु एक नयाँ आत्मा, नयाँ सोच र नयाँ जीवनशैली। म अब चुपचाप काम गर्नेछु। अब म बोल्दिनँ, मेरो कर्म बोल्नेछ। अब मेरो ध्यान अरूको नजरमा छैन, मेरो नजर आफैमा छ। र यो बाचा म अरूसँग होइन, केवल आफ्नो आत्मासँग गरिरहेको छु। अब न अर्काको अपेक्षा पूरा गर्नु छ, न कसैलाई देखाउनु छ। अब त केवल आफूलाई भेट्नु छ। म आफैसँग प्रतिस्पर्धा गर्दैछु। हिजोको आफूलाई हराउनु छ। अब प्रत्येक बिहान नयाँ उत्साह हुनेछ, प्रत्येक रात एउटा सन्तुष्ट मुस्कान हुनेछ। 2081ले मलाई तोडेको थिएन, उसले मलाई आकार दिइरहेको थियो। र अब म तयार छु एक नयाँ यात्रा सुरु गर्न, जहाँ हार र जित भन्दा पनि ठुलो हुनेछ आत्मसन्तोष। र अन्त्यमा यो नयाँ वर्ष मेरो पुनर्जन्म हो, शून्यबाट सुरु भएको एउटा कथा जुन अब शिखरसम्म पुग्नेछ। अब म फर्किएको छु, मौन तर मजबुत भएर। 2082 म तयार छु नयाँ सुरुवातको साथ, एउटा नयाँ म भएर।